ल नमस्कार सम्पूर्ण साथीहरूलाई। एउटा हातले चाहिँ मोबाइल समाइराखेको हुनाले गर्दा मैले तपाईँहरूलाई एउटा हातले मात्रै सम्बोधन गर्न सकेको अवस्था छ है साथीहरू। र मैले चाहिँ अब हाम्रो नेपालबाट विदेशमा लगायत अन्य विभिन्न ठाउँहरूमा काम गर्न होइन, विशेष गरेर अपडेटरको लागि काम गर्न जान चाहनुभएका साथीहरूलाई चाहिँ अलिकति सपोर्ट होस् भनेर मैले भिडियो बनाउँछु भनेको थिएँ र दुईटा भिडियो मैले बनाइ पनि सकेँ। कति साथीहरूले हेर्नुभयो, कति साथीहरूले हेर्नु भ्याउनु भएको छैन होइन। लोडरको विषयमा बनाएकी थिएँ र अर्को त्यहीसँग रिलेटेड अन्य अर्को मिसिनमा बनाएकी थिएँ। त्यस्तै गरेर चाहिँ आज चाहिँ म फेरि तपाईँहरूको सामु चाहिँ एउटा मिसिन जुन एक्सकाभेटर विषयमा जानकारी गर्नु। यो मिसिनको विषयमा चाहिँ तपाईँहरूलाई म जानकारी दिन गइरहेको छु है। भिडियोलाई अन्तिमसम्म हेरेर जानकारी लिनु होला भन्न चाहन्छु। XE 155 ECR मोडलको हो यो XCMG को है। र अब यसको चाहिँ के छ भने पछाडिपट्टि ब्लेड फिट गरिएको छ। यो धेरै एकदम बहुउपयोगी मिसिन हो। यो चाहिँ नेपालमा चाहिँ कहीँ पनि देखिन पाइने। यो विशेष गरी युरोपमा हुन्छ। अहिले म चाहिँ तपाईँहरूलाई क्रोसियाको मोराभिची भन्ने ठाउँमा छु र त्यहाँको दृश्य भिडियो गरेर तपाईँहरूलाई देखाउन गइरहेको छु। यसको पछाडि भागमा त्यो ब्लेड थियो, ग्रेटरको जस्तो नै बुलडोजर जस्तो ब्लेड थियो भने अगाडि अर्को साइडमा चाहिँ यो खालको हुने गर्दछ। र माथि यो देख्न सक्नुहुन्छ अलिकति हाइटी हुन्छ यो मिसिन चाहिँ होइन। अरू मिसिनहरूभन्दा अलिक बेग्लै टाइपको छ। यो चाहिँ अहिले हामीले ब्रेकर अड्काएर मात्रै राखेपछि फिट गरिरहेको होइन। आज काम नभएको हुनाले गर्दा आजको भिडियो चाहिँ एकदम बहुउपयोगीजनक हुनेछ है। हेर्न नसुटाउनु होला। जो साथीहरू चाहिँ युरोपमा आएर मिसिन चलाउन चाहनुहुन्छ, जस्तै सर्बिया, क्रोसिया, स्पेन, फ्रान्स, इटली लगायत अन्य देशहरू, युरोपका अन्य देशहरूमा चाहिँ आएर जसले मिसिन चलाउन एक्सकाभेटर चलाउन विशेष गरेर है एक्सकाभेटर चलाउन चाहिँ खोजिरहनु भएको छ र त्यो भिसामा हजुरहरू युरोपमा आउँदै हुनुहुन्छ भने यो चाहिँ तपाईँहरूको लागि एकदम काम लाग्ने छ यो भिडियो। र यसको भित्रको विषयमा भन्नुपर्दाखेरि अब यो त नेपालतिर अरू गल्फतिर सबै ठाउँमा हुने नै भइहाल्यो। यो जुन देखिरहनु भएको छैन यी फङ्सनहरू। र यसमा अलिकति फरक भनेको चाहिँ के छ भने यो मिसिनमा चाहिँ तपाईँले के देख्न सक्नुहुन्छ भने यहाँ एउटा एडब्लू भन्ने हुन्छ होइन। एडब्लू लाग्छ यसमा चाहिँ एउटा यो डिजेलको देखाउने काँटा देखाउने यो सिग्नल हो भने यतापट्टि यो एउटा धर्स छ। यो चाहिँ एडब्लू हो है। यो हाम्रो नेपालतिर चाहिँ कुनै पनि मिसिनमा यो एडब्लू प्रयोग गरिँदैन। अहिले म हजुरलाई त्यो हालेर पनि देखाउँछु। यो मोनिटरमा देखिएको के होला भन्नुभयो होला। यो चाहिँ फ्रन्ट क्यामेरा उता पछाडिको क्यामेरा छ र त्यसले कैद गरेको हिउँ हो। यतिखेर एकदम हिउँ परिरहेको छ कि क्रोसियामा लगभग 4 दिन जति एकदम हिउँ पर्यो। त्यो कारणले गर्दा जताततै यस्तो हिउँ मात्रै देखिएको छ जमिनभरि होइन। हेर्नु होला अगाडितिर पनि यो सिसामा चाहिँ पानीले गर्दाखेरि अलिक डिस्टर्ब भइरहेको छ। ल हेर्नु होला। अगाडि एकदम हिउँ परिरहेको अवस्था छ। अहिले हिउँ परेर पनि अहिले अलिकति पग्ल्यो। त्यो कारणले गर्दा न त धेरै मात्रामा हिउँ थियो। र विशेष गरेर ल अब जाउँ हाम्रो आफ्नै मेन पोइन्टतिर होइन। अब यो मिसिनमा चाहिँ कस्तो हुन्छ भने तपाईँको अब यो चाहिँ अहिले मैले पछाडि देखाएको त्यो ब्लेडको लिभर हो है। त्यस्तै गरेर अब यसको चाहिँ फङ्सनहरू मिलाउनु पर्दाखेरि चाहिँ यो यसमा जब हामीले
यो बटम दबाइन्छ हैन। अब यो दबाएर यसरी मिलाउनु पर्ने हुन्छ है। यसमा अब सबै मेन हामीलाई चाहिने कुराहरू चाहिँ हेरौँ हैन। विशेष गरेर अल्ट्राल चाहिने एयर कन्डिसन छ हैन। यहाँले हेर्नुहोस् तपाईहरुले अब विशेष हामीलाई चाहिने अरू पनि चाहिन्छ तर तीमध्ये एकदम म्याक्सिमम चाहिने हामीलाई चिसो तातो है। गर्मीमा चिसो र जाडोमा हिटर चलाउनको लागि चाहिँ अति आवश्यक हुन्छ। त्यसैले गर्दा अब यसरी हामीले चाहिँ यो तरिकाले हैन यसरी यो तरिकाले यसरी बटम चलाएर चाहिँ सार्न सकिन्छ। ल हेर्नुहोस् यो भयो हैन। अब यसरी गरेर गएर अब यहाँ हामीले जब क्लिक गर्छौं अनि अब यो सुरु हुन थाल्छ। यसको चाहिँ अब यो यसरी बढाउँदै जाने यो चाहिँ एसी र हिटरको हैन। र अब यही नै रह्यो। यो कुरा हामीले जान्न पर्ने हुन्छ भने ल हेर्नु अब अहिले मैले बन्द गरिसकेको छु। र यसको फास्ट र स्लो बनाउनको लागि चेनको स्पिड फास्ट स्लो गर्नको लागि चाहिँ यहाँनिर अब यो दिएको छ हैन। खरायो छ। यस्तै गरेर चाहिँ यसैलाई अब एकपल्ट थिच्यो खरायोमा जान्छ। खरायोमा छिटो दौडिन्छ भने अब कछुवामा अलिकति स्लो हुन्छ। त्यस्तै गरेर वाइफरहरुको बटम यता दिएको छ। अनि यसमा हिँड्ने बेलामा साउन्ड पनि आउने गर्दछ। टुट गरेर त्यसलाई अब हामीले बन्द पनि गर्न सक्छौं। त्यसलाई चाहिँ यो बटम हो। भने अब म्युजिकहरुको लागि पनि यता दिएको छ है। साउन्ड सिस्टमहरु सुन्न गर्नको लागि। त्यसैगरी यो रेस घटाउनु पर्ने एसीका पोलहरु यहाँ अब चिसो तातो हावा आउने यो भयो। त्यसपछि ब्रेकरको लागि यो बटम छ। र हामीले चाहिँ अब यसमा चाहिँ यो खालको एड ब्लू हाल्नु पर्ने हुन्छ है। यस्तो खालको हुन्छ यो 10 केजी को एउटा जर्किनमा आएको हुन्छ हैन। यहाँ लेखेको छ यो खालको लेख्न सक्नुहुन्छ 10 केजी भनेर लेखिएको छ हैन। अब यो लिटरमा अब हामीले चाहिँ यसलाई नापतौल गर्ने तर यसमा चाहिँ केजी भनेर लेखेको रहेछ। त्यसैले हेर्नुस् यसरी खोल्ने खोलेर चाहिँ यसलाई हामीले यसको यस्तो खालको दिया हुन्छ कि सोलीको ठाउँमा चाहिँ यस्तो दिन्छ। अनि यसरी टाइट गर्ने टाइट गरेर अनि तानी यो लामो हुन्छ। यसलाई यताउता मोड्न पनि सकिन्छ आवश्यकता अनुसार। यो अलिकति गोलो टाइपको छ मिसिन चारपाटे भन्दा नि। यो चाहिँ यसको एयर फिल्टर र त्यो एड ब्लू चाहिँ हाल्ने स्टक गर्ने भाँडा यस्तो खालको रहेको हुन्छ। हेर्नु है त बुझिराख्नुस् जानिराख्नुस् हैन। अब तपाईहरुलाई काम लागिन्छ पछि गएर सोधिरहनु परेन। नयाँ ठाउँमा गएपछि के होला कस्तो होला अरूलाई सोधिरहँदाखेरि पनि त यो त भर्खरको सिकार हो कि क्या हो भन्ने कुराहरू हुन्छ। त्यसैले गर्दा चाहिँ तपाईहरुलाई अलि राम्रो मान्दैन नि त हैन। कम्पनीको फोरम्यान लगायत अरू मान्छे। ल यसको चाहिँ यस्तो खालको हुन्छ है हाल्ने ठाउँ। र यो मैले फिट गरिसकेँ। अनि यताउता मोड्न मिल्छ। यसको यो पछि जोडेको एउटा पाइप जस्तो भनौँ न र यसरी हाल्ने हो यसको सिस्टम चाहिँ यो तरिकाले। अनि यसमा चाहिँ कुलिङ वाटरमा पानी हाल्नुको साटो चाहिँ यो हाल्न पर्ने हुन्छ नि। यसरी टन्नु पारेर यो भर्नुपर्छ। यदि यो सकिएको एरो देखाउँदा नि त्यो चिन्हल देखाउँदाखेरि नि हामीले चलाइराख्यो भने चाहिँ मेसिन
एक्कासी बन्द हुनसक्छ। यो एडब्लूको एकदम भ्यालु छ यो मेसिनको लागि चाहिँ। यसको चाहिँ बकेट ब्रेकर फिट गर्ने बेलामा चाहिँ अलिकति सहज तरिकाले चाहिँ फङ्सन बनाइएको छ है। यो के गरिन्छ हाम्रो नि अब नेपालतिर अथवा कयौँ मेसिनहरूमा चाहिँ पिन खोल्नको लागि चाहिँ हमरले हान्नु पर्ने हुन्छ होइन। तर यसको चाहिँ त्यस्तो छैन। यो चाहिँ अटोमेटिक यहीँबाट नै मिलाउन सकिन्छ क्या। त्यो चाहिँ कस्तो छ भने यसरी तल बकेट टेकाउने ब्यालेन्समा राखेर यसरी टेकाउने, अनि त्यस पछाडि यहाँ एउटा बटम दिएको हुन्छ यो खालको। यसलाई चाहिँ यस्तो माथि थिचेर अनि यसरी यतापट्टि प्रेस गर्ने। यो गरिसकेपछि चाहिँ यहाँ यो खालको सिग्नल आउँछ, यस्तो खालको देखाउँछ, टुक गरेको आवाज पनि आउँछ। र यो हामीले बटम दबाएको 15 समथिङ त्यही 15-20 सेकेन्डमा चाहिँ त्यहाँ यो अटोमेटिक यो लक चाहिँ छुट्ने गर्छ कि। यसलाई हेर्नुहोस् है। अब म यो उठाउन जाँदैछु होइन। यसरी चाहिँ हामीले तल टेकाएर अनि बिस्तारै खोल्न सक्छौँ कि। यस्तो चाहिँ यसको सिस्टम हुन्छ। ल हेर्नुहोस्, यो चाहिँ एकदम सजिलो र नयाँ तरिका छ कि। अब हामीलाई त्यो लगाउनु पऱ्यो नि, फेरि फिट गर्नु पऱ्यो नि, यहाँ लाने अनि त्यो फिट गर्ने। त्यस पछाडि चाहिँ त्यो अनि केही समयपछि फेरि यसलाई त्यसो गरिदियो। त्यसो गरेपछि अटोमेटिक यो लक हुन्छ। यस्तै नै हो यसको एउटा नयाँ यसका न्यू फङ्सनहरूमध्ये एउटा यो पनि रहेको छ। हाम्रो देश नेपालमा चाहिँ एउटा मेसिनको लागि एउटा बकेट र अनि एउटा ब्रेकर यो युज गरिन्थ्यो भने यहाँ चाहिँ एउटा मेसिनमा 5-6वटासम्म बकेट चाहिँ युज गरिन्छ, सानो ठुलो साइजको गरेर। र हामीसँग चाहिँ अहिले 2टा मात्रै रहेको छ। अर्को साइडमा राखिएको छ यसमा लाग्ने बकेटहरू चाहिँ। र यो चाहिँ एकदम गोलो टाइपको हुन्छ यो मेसिन चाहिँ। ल हेर्नुहोस्, 155 ECR मोडलको यो मेसिन चाहिँ 4 पाटे भन्दा नि यो चाहिँ यस्तो गोलो खालको हुने गरेछ क्या। ल हेर्नुहोस्, यो चाहिँ ब्याक साइडको भाग हो। र यही नै हो। अब तपाईँहरूलाई देखाइहालेँ मैले होइन। पछाडि यो एउटा क्यामेरा छ अनि अर्को त्यो बत्ती हो। त्यो क्याबिन माथि पनि अर्को बत्ती छ। यसको अर्को नयाँ कुरो भनेको ल हेर्नुहोस्, अब यसरी एकदम हाइटी हुन्छ यो मेसिन चाहिँ। यसरी माथि चढेर जानुपर्ने हुन्छ हामी स्टेप। मेसिन सानो भए पनि एकदम अग्लो बनाएको छ। यो विभिन्न पाइपहरू छ नि, होस पाइप है, हाइड्रोलिक पाइपहरू। यो डिजेल हाल्ने ठाउँ यो छ। र यसलाई चाहिँ यो डिजाइनले बनाएको हुन्छ। ल हेर्नुहोस्, यो कभर बर्नट इन्जिन योभन्दा मुनि यतापट्टि अलिकति स्पेस राखेको हुन्छ। ल साथीहरू, यस्तै नै छ यो मेसिन। र आउँदो दिनमा चाहिँ तपाईँहरूलाई अन्य फेरि पनि अरू मेसिनको विषयमा जानकारी गराउने छु। यो भिडियोलाई
अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। र यस्तै जानकारीमूलक भिडियोहरू हेर्नको लागि चाहिँ तपाईँहरूले र आउँदा दिनहरूमा युरोपका विभिन्न ठाउँहरूको दृश्य र अनि युरोपमा चल्ने मिसिनहरूको बारेमा जानकारी पाउनको लागि तपाईँले यो मेरो भिडियोहरूलाई लाइक सेयर र सब्सक्राइब गर्न नबिर्सनु होला भन्न चाहन्छु है त साथीहरू।